सो अयोध्या घुमेपछि अब हामी गइरहेछौँ वृन्दावन। सो वृन्दावनको लागि हामीले अयोध्यादेखि अलीगढसम्मको ट्रेन लिए। अब त्यहाँबाट डाइरेक्ट ट्रेन नभएर यहीँ आउनु पर्यो हामीलाई। र यहाँ हामी बसमा चढ्यो होइन। यो बस चाहिँ डाइरेक्ट मथुराको थियो, तर हामीलाई वृन्दावन पहिला एक्सप्लोर गर्नुपर्ने भएर हामीले राया झरे। र राया झरेपछि हामीले यो अटो भन्छ यसलाई इन्डियामा होइन, अटो समाते। अटोले हामीलाई 30 रुपिस पर पर्सन लियो। अनि यो अटो हुँदै हामी वृन्दावनसम्म पुगे। यो हो वृन्दावन गेट। र यहाँबाट हामी सिधै होटल पुगे र होटलमा सब फ्रेस भएर ड्रेसिङ गरेर हामी बाहिर एक्सप्लोर गर्न निस्के। र सुरुमा हामी होटल गए खानापिनालाई। र यहाँ हामीले कचौरी ट्राई गरे, ढोक्ला ट्राई गरे जुन चाहिँ गुजराती फुड थियो। एन्ड देन त्यसपछि हामी एक्सप्लोर गर्न स्टार्ट गऱ्यो। सो दिस इज ब्युटिफुल स्ट्रिट्स अफ वृन्दावन। एकदम कलरफुल र भाइब्रेन्ट थियो। सो सबभन्दा पहिला हामी गए राधा मदन मोहन मन्दिर, जुन चाहिँ 500 वर्ष पुरानो मन्दिर थियो। र अनफर्चुनेटली यो मन्दिर अहिले बन्द थियो। यो मन्दिर बन्द हुने टाइमिङ 12 बजेदेखि लिएर 4 बजेसम्म थियो। र म्याक्सिमम मन्दिरको टाइम यही रहेछ, 12 बजेदेखि 4 बजेसम्म बन्द रहेछ। र यो मन्दिर हेर्दा एकदम विशाल थियो। र यहाँ बाँदरहरू एकदम धेरै घुम्ने गर्छ। सो अलिक केयरफुल भएर घुम्नु पर्ने हुन्छ। र यो हो घाट, यमुना घाट। र यो एक्सप्लोर गरेपछि हामी अब बेलुकातिर प्रेम मन्दिरतिर लागे। र रिक्साले हामीलाई 100 रुपिस रिजर्भमा जानु पर्यो, कोही प्यासेन्जर नभएर। सो हामीले 100 रुपिसमा प्रेम मन्दिरसम्म छोडिदिएको। लगभग 3.5 किलोमिटर जति थियो। र प्रेम मन्दिर घुम्ने बेस्ट टाइम चाहिँ बेलुकातिर हुन्छ। त्यहाँ लाइटनिङ सो नि हुन्छ। र हामीलाई लगभग 2 घन्टा लाग्यो पुरै प्रेम मन्दिर घुम्न। र 1 घन्टा त हामीले फोटो खिच्नै लाग्यो, यस्तो सिनेरिक राम्रो आएको थियो फोटो खिच्नलाई। त्यही भएर हामीलाई एकदम टाइम लाग्यो यहाँ। र यो 2 तल्ले मन्दिर हो। यसमा तलको तल्लामा कृष्णजी र राधाजीको मूर्ति बनाएको थियो भनेर छ। र माथिको तल्लामा रामजी र सीताजीको मूर्ति थियो। र प्रेम मन्दिर घुमेपछि हामी छेउको इस्कन टेम्पलमा गयो, जुन चाहिँ आधी किलोमिटरभन्दा पनि कम थियो। र यहाँ फरेनरहरू एकदम धेरै थियो, यो विदेशी संस्था भएर हो। र हामी यहाँ आरतीको टाइम गएको थिएँ, सन्ध्या आरतीको टाइम। त्यही भएर हामीले प्रसाद पनि खान पाए। त्यसपछि हामी वृन्दावनको फुडहरू, स्ट्रिट फुडहरू एक्सप्लोर गर्दा गर्दै रुमसम्म पुगे। र यतिमै हाम्रो वृन्दावनको फर्स्ट डे सकियो। र अर्को दिन हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ बाँके बिहारी मन्दिर थियो। र यो मन्दिर एक्सप्लोर गरेपछि यसकै 200 मिटर पछाडि हाम्रो राधा वल्लभ मन्दिर थियो। अनि यो दर्शन गरेपछि अब राधा वल्लभ मन्दिर गए हामी। र राधा वल्लभ मन्दिर घुमेपछि हाम्रो अर्को डेस्टिनेसन चाहिँ निधिवन थियो। र त्यसै बिचमा हामीले लस्सी ट्राई गरे, पेडावाला लस्सी भन्छ यहाँ। र एप्रोक्सली हाम्रो डेस्टिनेसन 1.5 किलोमिटर थियो यो गल्ली हुँदै। तर त्यही गल्ली बिचमा हामीले 4-5वटा एकदम राम्रो राम्रो मन्दिर भेट्टाए, जुन चाहिँ एकदम अन्डर रेटेड छ। र कसैले यो मन्दिरहरूको बारेमा कुरा गर्दैन। जस्तो हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो मन्दिरहरू थियो होइन।
तर यसको बारेमा कसैले न भनेको छ न हामीले कसैबाट सुनेको छु। अब यस्तो राम्रो राम्रो मन्दिर हेरेपछि यहाँ 1-2 घन्टा बसौँ जस्तो लागिरहेको थियो, तर हामीलाई टाइम नभएपछि मात्र हेर्दा हेर्दै गइरहेको थियौँ र गौशालाहरू पनि यो मन्दिरभित्र थियो। र साथीहरू यो हो निधिवन र निधिवनको इतिहासले भन्छ कि यो रुखहरू जुन तपाईँले हेरिराख्नु भएको छ यो कुनै बेला वृन्दावनको गोपीहरू थियो र वृन्दावनको गोपीहरूले न्युज सुन्दा कि कृष्ण भगवान अब द्वारका गइराख्नु भएको छ अनि त्यति बेला सब फ्रिज भएर रुखमा कन्भर्ट भएको थियो। र यसपछि म गएँ राधा रमन मन्दिर जुन चाहिँ सेम गल्लीमै थियो र जुन जुन मन्दिर मैले भर्खर एक्सप्लोर गरेँ सब एक लाइनमै थियो, एउटै गल्लीमा पर्ने रहेछ। र यहाँ घुमेपछि म केसी घाटतिर गएँ, यही गल्ली हुँदै जुन चाहिँ 100 मिटर कि 200 मिटर जति थियो। र केसी घाट घुमेपछि हामी बिहानको नास्ता गरेपछि मथुरातर्फ लागे। मथुरा चाहिँ वृन्दावनबाट 10 किलोमिटर जति थियो र यहाँबाट बस पनि जान्छ, तर हामीले अटो सजिलै पाए। र यो हो कृष्ण जन्मभूमि मथुराको मन्दिर। र यहाँ बाहिरसम्म मात्रै मोबाइल र क्यामेरा अलाउ थियो, यसको भित्र क्यामेरा र मोबाइल अलाउ थिएन। सो हामीले मोबाइल जम्मा गरे बाहिर 10 रुपियाँ जति लियो। लकर हुन्छ, सरकारी लकर नै थियो। र यसकै भित्र कृष्ण भगवानको जन्म भयो थियो, यही कारागार थियो। र यो दर्शन गरेपछि हामी द्वारकाधीश मन्दिरतिर लागे र द्वारकाधीश मन्दिरको लागि त्यहाँ टेम्पू पाइन्छ, अटो पाइन्छ, जसले हामीलाई 20 रुपिज लियो पर पर्सन। र यो हो द्वारकाधीश मन्दिर जुन चाहिँ कृष्ण जन्मभूमिबाट 2 किलोमिटर टाढा थियो यमुना नदीतिर। र यो घुमेपछि हाम्रो अर्को डेस्टिनेसन कंस किला थियो, तर टाइम नभएर द्वारकाधीश मन्दिर मात्रै घुमेँ। र यहाँबाट हामी विश्राम घाट गए र विश्राम घाटबाट यमुनाजीको जल लिएर फेरि वृन्दावन फर्के। अनि वृन्दावन फर्केपछि हामी रातिको खाना डोमिनोजमै ट्राई गरेँ। डोमिनोज अब नेपालमा नभएर त्यही ट्राई गर्नु परिरहेको थियो हामीलाई। त्यसपछि हामी भोलि बिहान 8 बजेदेखि बर्सानाको लागि बस समातेको थिएँ र बर्साना पुग्न हामीलाई वृन्दावनबाट 1 घन्टा जति लागेको थियो। र त्यहाँ हामीले चिया खाए र चिया खाएपछि मन्दिरतिर लागे र मन्दिर पुग्न अघि हामीलाई धेरै भर्याङहरू चढ्नु परेको थियो। शम्भुनाथ जति त होइन, तर हामीलाई त्यसको आधी जति चढेको थियो। लगभग 7-8 मिनट जति हामीलाई भर्याङ चढ्नु परेको थियो। र हामीले माला र चुनरी पनि लिएको थियो। भनिन्छ कि यहाँ चुनरी र माला चढाउने गरिन्छ। र यो ठाउँ राधाजीको जन्मस्थल हो बर्साना। र यहाँ राधाजीको मन्दिर छ र यहाँ सानो सानो पहाड देखिन्छ हामीलाई, जस्तै यो भर्याङ चढ्नु परिरहेको छ, यो सानो सानो पहाडले गर्दा हो। र भनिन्छ कि जति मान्छे वृन्दावन घुम्न आउँछ त्यसको 10% मान्छे मात्रै बर्साना आउँछ। र यहाँ आउनुको कारण कृष्णजीको खास इन्भिटेसन हुनुपर्छ मानिएको छ। र यो हो मन्दिर जाने बाटो, यसको माथि मन्दिर थियो, यही हो। र यो मन्दिर दर्शन गरेपछि अब राजा मानसिंहको भवन जान्छु। त्यो राजा मानसिंहको भवन छ, यहाँबाट देखिरहेको थियो सानो सानो। अनि हामीले डिसाइड गऱ्यो त्यहाँ जान। र त्यहाँ जानलाई हामीले वाकिङ डिस्टेन्स हामीलाई लगभग 500 मिटर कि 600 मिटर जति थियो, 10 मिनट जति लाग्यो। र हामीले बिचमा भण्डाराको एक्सपिरियन्स गऱ्यो। फर्स्ट टाइम कुनै भण्डाराको एक्सपिरियन्स गर्दै थिएँ इन्डियामा। र
केही सपिङ गरेँ र यहाँ यो राजा मानसिंह भवनको मन्दिर हो। राजा मानसिंह खासमा राजस्थानको कुनै राज्यको राजा हुनुहुन्थ्यो र यहाँबाट राजस्थान एकदम नजिकै थियो, त्यही भएर यो भवन बनाइएको थियो र पछि यहाँ मन्दिर बनाइयो। र यहाँबाट हामी गए कीर्ति मन्दिर पनि छेउमै थियो र मस्ट भिजिट प्लेसमा आउँछ त्यो र खासै मान्छे त्यहाँ पनि देखिन हामीले। तर त्यो मन्दिरको आर्किटेक्ट एकदम राम्रो थियो। अनलक्कीली हामीले त्यसको भिडियो लिन सकेन बिकज हाम्रो फोनको ब्याट्री नै चार्ज थिएन। र त्यहाँबाट हामी गोवर्धन आए। र गोवर्धन एकछिन घुमेपछि यहाँको मन्दिरहरू हेरेपछि हामी मथुरा फेरि फर्के गोकुल जानलाई। अब गोवर्धन पर्वतको परिक्रमा हुन सकेन किनभने हामीसँग त्यति टाइम पनि थिएन। 4 देखि 5 घन्टा लाग्ने रहेछ। यही हो गोवर्धन पर्वत। यसको परिक्रमामा 4-5 घन्टा लाग्छ। सो हामीले त्यो गर्न सकिन एन्ड मथुरा फर्के किनभने गोकुलको लागि गाडी मथुराबाटै भेटिन्छ। र मथुराबाट हामीले अटो बुक गरे र यमुना पारी गोकुल छ। सो यो यमुना नदी थियो। यो नदी टपेपछि हामीले गोकुलसम्म पुग्छौँ। र गोकुल पुगेपछि हामीले एकदम थोरै मान्छे भेटाए। वर्षाना भन्दा पनि कम मान्छे गोकुलमा थियो। गोकुल एउटा सानो गाउँ जस्तै थियो। र यो हो गोकुलको नन्द यशोदा महल। यहाँ हाम्रो कृष्ण भगवानको बाल्यकालको मूर्तिहरू थियो र नन्द बाबा र यशोदा माताको मूर्तिहरू थियो। र खासमा गोकुल एउटा सानो गाउँ थियो। यहाँ सबभन्दा फेमस एउटा रमणीति भन्ने ठाउँ छ। त्यहाँ मान्छेहरू बालुवामा नहाउँछ। त्यो ठाउँ अब हेर्न जानेछौँ। सो यो हो रमन रत्तीको मन्दिर। यहाँ पनि आरती भइरहेको थियो मैले पुग्ने बेलासम्म। बेलुका 4 बजे कि 5 बजेसम्म म त्यहाँ थिएँ र यहाँ मैले लगभग 1 घन्टा जति टाइम स्पेन्ड गरेँ। त्यसपछि यो एरिया अलि सुनसान थियो। सो हामीलाई चाँडै फर्किनु पर्ने भएर हामीले त्यति टाइम लिएन। र यही हो ठाउँ जहाँ मान्छेहरू बालुवाले खेल्छन्। यही हो रमन रत्ती। र यहाँबाट फेरि मथुरा जान हामीलाई अटोवालाले 50 रुपियाँ लियो र मथुराबाट फेरि हामी वृन्दावन फर्के सरकारी बसले। सरकारी बस त एकदम सस्तो थियो, 20 रुपियाँ मात्रै लियो। अनि बेलुकातिर हामीले केही नास्ताहरू गरे, खाजा खाए अनि होटेल फर्के। र भोलिपल्ट फेरि हामी मथुरा आइपुगे। यहाँबाट आगराको लागि बस समाते। आगरामा ताजमहल हेर्न जाँदै थिएँ म। मथुरा एउटा ठुलो सिटी भएर त्यहाँबाट सरकारी बसहरू धेरै ठाउँमा जाने गर्छ र आगरा खासै टाढा पनि थिएन। सो हामीलाई बसले 70 कि 75 रुपियाँ जति लियो र यहाँबाट आगरा हामीलाई पुग्न 1.5-2 घन्टा जति लाग्यो। र यो हो आगरा फोर्ट। यो पछि घुम्छौँ हामी। पहिला हामी ताजमहल घुम्न जाँदै थिएँ। ताजमहल घुम्न बेस्ट टाइम बिहानै मर्निङमा हुन्छ कि त इभिनिङमा हुन्छ। दिउँसो एकदम घाम परिरहेको हुन्छ र मान्छे पनि एकदम धेरै हुन्छ। सो फोटो खिच्न पनि खासै राम्रो हुन्न, झाउ लाग्छ। र ताजमहल घुम्न हामीलाई झन्डै 2 घन्टादेखि 2.5 घन्टा लाग्यो। र टिकटको कुरा गर्दा हामीलाई ओभरअल 740 रुपियाँ लागेको थियो। यसमा 2टा क्याटेगोरीको टिकट आउँछ। एक त मात्र तल तल घुम्न पायो जसको हाम्रो 500 कि 550 लागेको थियो र एकटाले माथि चढ्न पाइन्छ जसको लागि एउटा अर्कै प्लास्टिक जस्तो किन्नुपर्छ जुत्तामा लाउनलाई।
र ताजमहल घुमिसकेपछि हामीलाई यहाँ बाहिर केही सामानहरू किने, जस्तै पेठा किने। यो पेठा फेमस छ यहाँको लागि। र आगरा लेदर फ्याक्ट्री पनि फेमस छ, त्यो पनि हामीले भिजिट गरे र त्यहाँबाट पनि सामान किने। र बेलुकातिर हाम्रो ट्रेन थियो यहीँबाट। सो हामी रेलवे स्टेसन पुगे र घर जानलाई फर्किन थाले र फर्किँदै आगरा फोर्ट पनि घुमेको। र यसैको साथ यो टुर हाम्रो सकियो र अब हामी घर फर्किनेछौँ। सो भिडियो मन परेमा लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नु होला। फेरि यस्तै भिडियो आउने